गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि तात्यो प्रहरी। सबबाट गहना लुट्ने दुई युवा पुगे प्रहरी खोरमा। हुन सक्छ 7 वर्षसम्म जेल सजाय। सरकारको कडा एक्सनपछि चौतर्फी प्रशंसा। जिउँदो हुँदा सुरक्षा दिन नसके पनि मृत्युपछि कम्तीमा सम्मान पाउने अधिकार सबैको हुन्छ। तर रसुवाबाडीमा ज्यान गुमाएकी एक महिलाको शवले त्यो सम्मान समेत पाइन। नदीले बगाएर ल्याएको शव किनारमा अड्किएको थियो। परिवार आफ्नो मान्छेको खोजीमा भौतारी रहेका थिए। उद्धारकर्मीहरू जोखिम मोलेर शव निकाल्ने प्रयासमा थिए। तर त्यही बेला केही व्यक्तिले उद्धार गर्नुको सट्टा शवको कानमा रहेको सुनको मुद्रा निकाल्न थालेको भिडियो सार्वजनिक भयो। त्यो भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा आक्रोशको बाढी नै आयो। विपलले देशलाई शोकमा डुबाइरहेका बेला मृतकको शरीरबाटै गहना लुटिएको दृश्यले धेरैलाई स्तब्ध बनायो। घटना सामान्य चोरी भन्दा पनि गम्भीर भन्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग भयो र अब प्रहरीले एक्सन लिएको छ, त्यो पनि गृहमन्त्रीको निर्देशनपछि। चितवन प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै सबबाट कानको सुनको मुद्रा निकाल्ने आरोपमा 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका एक घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर 1 तिलाचोकमा बस्दै आएका 25 वर्षीय मदन गुरुङ र सुनसरीको इनरवा नगरपालिका 5 चाँद बेला घर भई भरतपुर 2 पोखरा बसपाक क्षेत्रमा बस्दै आएका 38 वर्षीय उमेश चौधरी रहेका छन्। चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार उनीहरूलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ। यो पक्राउले एउटा महत्त्वपूर्ण प्रश्नको जवाब दिएको छ। विपदको समयमा अपराध गर्नेहरूलाई कानुनले छोड्दैन, तर यो घटनाको पीडा पक्राउमा मात्र सीमित छैन। सोचौं त, त्यो सब कसैकी आमाको थियो होला, कसैकी छोरी, कसैकी श्रीमती बहिनी वा बुहारीको थियो होला। उनका आफन्तहरू सायद अझै आफ्नो मान्छे कहाँ छ भनेर खोजिरहेका पनि होलान्। धेरै दिनपछि सब भेटिँदा अनुहार पहिचान गर्न नसकिने अवस्था हुन सक्छ। त्यस्तो अवस्थामा कानको मुद्रा, औँठी, सिक्री, कपडा वा अन्य व्यक्तिगत सामग्रीले मृतकको पहिचान गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर त्यही पहिचानको आधार समेत कसैले निकालेर लग्यो भने परिवारले आफ्नो मान्छे चिन्न कति ठूलो पीडा भोग्नु पर्ला। त्यसैले यो विषय सुनको मूल्यसँग मात्र जोडिएको छैन, यो मृतकको सम्मानसँग पनि जोडिएको विषय हो। यो परिवारको अन्तिम आशासँग जोडिएको विषय हो र सबैभन्दा ठूलो कुरा, यो हाम्रो समाजमा बाँकी रहेको मानवतासँग जोडिएको विषय पनि हो। यस घटनाप्रति विभिन्न क्षेत्रबाट कडा प्रतिक्रिया आएको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समेत घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल कारबाही गर्न आग्रह गरेका थिए। संकटको समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उनले जोड समेत दिएका थिए। रासपाका सांसद गणेश कार्कीले पनि महाविपदको समयमा कम्तीमा मान्छे भएर व्यवहार गर्नुपर्ने बताएका छन्। मृतकलाई पहिचान गर्न समेत गहन